नमस्ते साथीहरू, वेलकम टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहोला। मैले आज किचनबाट भ्लग स्टार्ट गरेको छु। पूजापाठ सब सिद्ध्याएर खानासाना पकाएर सिद्ध्याएर पनि अनि भ्लग स्टार्ट गर्नु पर्यो भनेर चाहिँ यसो भिडियो बनाउनु कि भनेर बनाउन लागेको। भिडियो के कस्तो लाग्छ हेर्दै जानु होला। आज मैले के गर्छु त भन्ने कुरा पनि म देखाउँदै जान्छु, हेर्दै जानु होला। खाना पाक्यो, यसमा चाहिँ गेडागुडीको तरकारी खाना अनि गोर्काउली आलु यसमा चाहिँ पाक्यो। अब गोर्काउली र धनियाँ टिपेर लिएर आउँछु अनि माथि चाहिँ सिमी लगाइदिने हो। हेलो, हाई। गोर्काउली पनि टिपेर लिएर आइसकेँ। यी माथि बनाउँछु भनेको बिर्सिन्छु। यस्तो राम्रो छ गोर्काउली, घरमै फलेको। ल हेर्नु न कति राम्रो भयो। अब 2-3टा छन्, सिद्धियो। धनियाँ पनि कस्तो राम्रो भयो। माथि छतमा हाल्यौँ भने गोर्काउलीको यस्ता हाँगाहरू पनि पलाइरहेको थिएँ। थोरै धेरै भयो नि, लगाएपछि पनि खान पाइन्छ। अहिले पनि गोर्काउली नै पकाइदिए। यसलाई फ्रिजमा राख्ने। अब यो गोर्काउली टिपेर फर्सी लगाइदिने हो के, उसमा बोटमै फल्छ है, डल्लो फर्सी हो, त्यो लगाइदिने हो। अरूमा लगाइदिइसकेँ। अब यो 2टा भाँचेकोमा पनि लगाइदिने हो। त्यो धनियाँ पखालेर तरकारीमा राख्नु पऱ्यो। आलुको तरकारी हो यो। गोर्काउली अलि मजाले खाइयो, टन्नै खाइयो। फल्याएको थियो कति 15-16-17वटा फल्यो क्या है गोर्काउली। फ्रिजमा राख्ने। बाबुले त अचार बनाउने भनेको छ त, मुलाको बनाइदिनु र झ्याउ लाग्ने क्या अहिले कहिले त नबनाउनु जस्तो लाग्छ है। अलिक सानो निकाल्नु नि त है। गेडागुडीको तरकारी छ अनि गोर्काउली र आलुको तरकारी छ। अचार नबनाए नि हुन्छ, अनेको अचार बनाउनु न हुन्छ। अब अलिकति मुला कोरेर अचार बनाइदिन्छु। मुलाको अचार पनि बनाएँ। अब एकछिनमा खाना खाने। हेर्नु न यो साथी, प्लान्टहरू कस्तो माथि गयो है। फरर परेको थियो बाहिर हुँदाखेरि, भित्र ल्याएपछि यस्तो भयो के, माथि माथि हाँगा पुऱ्याउँदै गयो के। यस्तो ल साथी, हाम्रो खानामा के छ भने गेडागुडीको तरकारी रस अनि गोर्काउली र आलु अनि यसको के अरे मुलाको अचार। अनि बाबालाई छोरालाई लैदिनु नि त। ल नानीलाई बोलाउनु, बाबुलाई लैदिनु नि त। हामी खाना खान्छौँ, हजुरहरू पनि खाँदै गर्नु होला। त्यहीँ खनाइदिनु भयो सबै चम्चा। आज त घाम पनि लागेन, कस्तो मलिलो घाम लाग्यो, बुझ्नै छैन। बुढोले खाना खाइसक्नु। यो गाजर पनि काटेँ। खानामा के छ है त भन्दाखेरि कपडा भिजाएर आएँ, खानासाना खाएँ अनि त्यसपछि यी रुमहरू मिलाएँ, के अरे सर्लक्क रुमहरू मिलाएँ। बाथरुममा चाहिँ हर्पिक राखेर चाहिँ सफा गर्नलाई छोडेँ अनि कपडा धोएर पनि सिद्ध्याएँ। अनि अहिले आएर बाथरुम सफा गरेँ। ल हेर्नु, बाथरुम सफा गरेँ। झन् सर्लक्क बाथरुम, त्यहाँ छ हर्पिक र फिनेल। यसरी सर्लक्क बाथरुम सफा गरेँ। यस्तो छ हेर्नु, सेटो बनाएँ, ड्याङ्गै भयो है ढोका है। हाम्रो यहाँ चाहिँ एउटा रबर पनि हुन्छ, काँटा है। यस्तो छ हेर्नु त, सक्क बनाएँ। यो बाथरुम पनि सफा गरेँ। मैले किरा आउनु भनेर यहाँ चाहिँ राख्छु, कपुर राख्छु। यहाँ पनि कपुर राख्छु, उड्न त माथि भइहाल्छ। अनि लास्टमा पानीमा फिनेल राखिदिन्छु। फिनेल राखेर सर सबै सफा गरिदिएपछि सफा हुन्छ। अर्को बाथरुम पनि सफा गरेँ कि आज नै, यता पनि सफा गरेँ।
पनि सफा गरेँ। एउटा सलक्कै सफा गरेँ अनि नुहाई गरेँ। सफा गरे पनि त्यहाँ हेर्नु यस्तो पहेँल जस्तो भयो कि घोड्दाखेरि पनि गएन। अब गर्मी सिजन लागेपछि बाथरुममा कपडा धोइन्छ अनि त्यसपछि घोड्दाखेरि जान्छ त्यो माथितिर त यस्तो हुन त यो यस्तै नै हो, हल्का हल्का यस्तै देखिने खालको हो तर पनि। अब माथि जान्छु, हावा पनि चलेको छ, घाम पनि लागेको छ। झन् त कस्तो हावा चल्यो यहाँ। लिएर नानुले त उठाएपछि कपडा धोएर सुकाएर तल झरेको सफा गरेर पनि नुहाएर आएँ। अब म कपडा सुकाउँछु। अब ब्याङ्कमा जानु यहाँतिर कस्तो चिसो जस्तो देखियो होइन। यता चिसो भएको होइन र यतापट्टि आसी त चिसो भएको के। पारी तर्ने होला नि त। पहिला पारी जाऊँ ब्याङ्कमा जाऊँ, वाणिज्य ब्याङ्कमा जाऊँ अनि त्यसपछि बल्ल ओर्लिनुमा। यहाँबाट बाटो क्रस गरौँ न झ्याप्प। पागल भएको छ। तरकारी बजार भित्र छ। सिडी चढियो, सिद्धार्थ त अब घुम्न लाउँछ नि त यहाँ माथि आएपछि वाणिज्य ब्याङ्क भेट रहेछ। आम्मा बन्द रहेछ भनेको। यहाँबाट यता चाहिँ यता लास चाहिँ खिच्दिन होला ल पर्खिनु। आज हाम्रो खाजा चाहिँ पानीपुरी खाना लगाएको। कस्तो सब सुप हाल्यो मम्मीले। यति पानीपुरी चाहिँ पुऱ्याएँ। हट पानीपुरी हो। यहाँ चाहिँ सबैले गरिसक्यो। त्यो राखेको मैले दुधैको। यहाँ हट पानीपुरी बन्दैछ। अब हामीले च्यालेन्ज गर्छौँ आज। हाम्रो च्यालेन्ज कस्तो लाग्छ अन्तिमसम्म हेर्नु है। यता बाबा, त्यता छोराछोरी, बाबु नानो। अब यता उम्ल्यो है, उम्ल्यो। कति बेर लगाएको त नि उम्लिन आज। हेर्नु साथी कति बेर लाग्यो उम्लिन पनि। ल अब हामी च्यालेन्ज गर्छौँ, हेर्दै जानु है। ल आऊ बाबु ल राख। हेर्नु साथीहरू घुम्न आएको हामी चौपारीमा बसेको। हाम्रोतिर मैले है स्वामीको रुख हो यो। बर पिपल स्वामी छन्। त्यता बर हो, त्यताको बर, यताको पिपल, यो चाहिँ स्वामी, यो चाहिँ ओम शान्तिको भवन हो यो। साथी ऊ यहाँ धारा छ, पानीले पनि कति आइरहन्थ्यो बसेको देख्नु भयो नि। ऊ यहाँ
धारो छ पानी लिन आउने सबैजना पानी लिन आइरहेछन् ल जाने हो र बाबु जाऊँ होइन अब यताबाट घुमेर अनि घर जाने है एउटा पनि यताबाट हामी यहाँको सबै घुम्न चाहिँ निस्किन्छ बच्चाहरू खेल्न जामिन अब हिँड्न जाने धारो पानी भर्न आउने यतातिर यो चाहिँ पिपलको रुख यो चाहिँ बर्को रुख ती मन्दिर यहाँ चाहिँ बस्ने ठाउँ बाटो खुल्ला जामिन ल बच्चाहरू खेल्न आउन् हजुर ल आऊ जाम अब घुमेर पनि आएर अनि माथि बिरुवामा पानी हालेर खाना पकाएर अब खाना खान रेडी भइसक्यौँ हामी अब खानामा के छ भने फर्सीको तरकारी मलाई एकदम मनपर्ने एकदम बेस्ट फर्सीको तरकारी अनि मुला कुरेको अचार अनि त्यसपछि दाल अब बुढो खाना बसिसक्नु हो छोराछोरी आउँदैछन् अब हामी नि खाना खान्छौँ हजुर पनि खाँदै गर्नु ल